यो एनईबीले 2021 सालमा सोधेको क्वेसन। यहाँ मुख्य मुख्य कुराहरूलाई अन्डरलाइन गरेको छ। वाटर फ्लोज इन्टु एन इन्भर्टेड कोनिकल ट्याङ्क at the rate of 36 cm cube per minute. When the depth of the water is 12 cm, how fast is the level rising if the radius of the base and height of the tank is 21 cm and 35 cm? यहाँ एउटा कोनिकल ट्याङ्कको कुरा गरेको छ, त्यसैले यो कोनको एउटा फिगर यहाँ हामी बनाउँछौँ। कोन भनेको चाहिँ यो टाइपको फिगर भयो र यसको हामीलाई यहाँ दुईटा चिजहरू कुरा गरेको छ, एउटा रेडियसको र अर्को हाइटको। त्यसैले रेडियस भनेको हामीसँग यहाँ छ, यसलाई हामी आरले सपोज गर्छौँ। हाइट भनेको हामीसँग यहाँ छ, यसलाई हामी एचले सपोज गर्छौँ। र यसमा कुरोकानी यो वाटर फ्लोज भनिसकेपछि भोल्युमको कुरो हुन्छ र भोल्युमको फर्मुला चाहिँ 1/3 पाई आर स्क्वायर एच हुन्छ। अब गिवन के छ एक्चुअली हेरौँ। वाटर फ्लोज इन्टु एन इन्भर्टेड कोनिकल ट्याङ्क एट द रेट, वाटर फ्लोज गर्ने रेट दिएको हुनाले त्यसलाई भनेको चाहिँ dv/dt भने हो। त्यसको भ्यालु चाहिँ 36 cm क्युब पर मिनट छ। त्यसपछि when the depth of the water is 12 cm, डेप्थ अफ द वाटर भनेको चाहिँ यहाँ जस्तै यहाँ पानी खनाइसकेपछि यो वाटरको डेप्थ चाहिँ जब यसरी मुनिबाट यसरी पानी चाहिँ यसरी बढ्दै जान्छ भने डेप्थ भनेको चाहिँ यसको हाइटको कुरा गरे हो। त्यसो भए एचको भ्यालु चाहिँ 12 cm दिएको बेलामा हाउ फास्ट इज द लेभल राइजिङ, एचको भ्यालु 12 cm भएको केसमा चाहिँ यो वाटर लेभल चाहिँ कसरी राइज गर्छ भन्नुको मतलब चाहिँ हाइटको चाहिँ रेट सोध्या हो। त्यसो भए dh/dt इक्वल टु वाट भयो। यति हाम्रो क्वेसन हो। अब हामीले चाहिँ एचको डेरिभेटिभ गर्नुपर्ने भएकोले यहाँ अब जुन आर आउँछ यो आरलाई पनि हामीले इन टर्म्स अफ एचमा लेख्नुपर्ने हुन्छ। त्यसको लागि यो दुईटाको रिलेसन हेरौँ। रेडियस हामीसँग 21 cm छ अनि हाइट चाहिँ हामीसँग यो कोनको हाइट चाहिँ 35 cm छ भनेदेखि हामी अब के गर्छौँ भने आरलाई पनि इन टर्म्स अफ एचमा लेख्छौँ, किनभने हामीलाई dh/dt चाहिएको छ। त्यसो भए अब आरलाई इन टर्म्स अफ एचमा लेख्नको लागि r/h यो दुईटैको रेसियो निकाल्दा भइहाल्छ। आरको ठाउँमा 21, एचको ठाउँमा 35 गरौँ। यसलाई क्यान्सल गऱ्यो भने 7ले काट्यो भने 7 3 जा 7 5 जा हुन्छ र अब r/h भनेको चाहिँ 3/5 भयो अनि आर निकाल्नु पर्यो भने आर भनेको चाहिँ 3/5 एच भनेर यसरी एउटा यहाँ रिलेसन आउँछ। यो चाहिँ भरे डेरिभेटिभ गर्ने बेलामा हामीले एप्लाई गर्नुपर्ने हुन्छ। अब यदि गरिसकेपछि अब हामी यहाँबाट सुरु गर्छौँ र यो केसमा पुग्छौँ। त्यसको लागि अब हामीसँग गिवन भनेको चाहिँ dv/dt छ, त्यहाँबाट सुरु गरौँ। हियर dv/dt भनौँ र d अनि भोल्युमको फर्मुला एप्लाई गरिदिउँ। भोल्युमको फर्मुला 1/3 पाई आर स्क्वायर एच भयो बाई हामीसँग यहाँ dt छ। और गऱ्यौँ भने dv/dt को ठाउँमा हामी 36 लेख्न सक्छौँ। 36 भयो, उतापट्टि 1/3 र पाई भनेको चाहिँ अगाडि आउँछ किनभने यो कन्स्ट्यान्ट टर्महरू हो। त्यसपछि d, अब r को भ्यालु यहाँ हामीले भर्खर निकालेको छ। r भनेको 3/5 एच, तर r को स्क्वायर भएकोले स्क्वायर भयो, मल्टिप्लाइड बाई यहाँ एच पनि छ भ्यालु राख्दाखेरि, डिभाइडेड बाई मुनि dt छ, तर यो इन टर्म्स अफ एच भएकोले यसको चेन बनाउँदाखेरि dh गरौँ र यहाँ dh/dt गरिदिउँ। अब हाम्रो काम चाहिँ यो dh/dt को भ्यालु निकाल्ने हो। त्यति गरेपछि यसलाई क्रस मल्टिप्लाई गर्दा हुन्छ। 36 × 3 गऱ्यो भने यो 108 हुन्छ। यो पाईलाई पनि अगाडि ल्याउँदा हुन्छ, बाई पाई हुन्छ उतापट्टि। अब यसमा पनि कन्स्ट्यान्ट टर्महरू अगाडि ल्याउँ। 3 को स्क्वायरले 9 अनि 5 को स्क्वायरले यो भयो 25, यो अगाडि आउँछ। त्यसैपछि यहाँ d, अब h स्क्वायर र एचलाई मल्टिप्लाई गर्दा h क्युब हुन्छ बाई यहाँ dh इन्टु dh/dt छ। सिम्प्लिफाई गर्दै जाउँ। फेरि यो 25 लाई हामी अगाडि ल्याउन सक्छौँ। 108 मल्टिप्लाइड बाई 25 डिभाइडेड बाई 9 फेरि अगाडि आयो भने 9 मल्टिप्लाइड बाई यो पाई हुन्छ। उतापट्टि h क्युबको डेरिभेटिभ गरौँ त यहाँनिर h क्युबको डेरिभेटिभ गर्दा 3h स्क्वायर हुन्छ डट dh/dt छँदैछ। अब क्वेसनमा यहाँ हेर्नु त h को ठाउँमा 12 राख्नु भन्ने हुनाले यो h को ठाउँमा हामी 12 राख्छौँ। 108 मल्टिप्लाइड बाई 25 डिभाइडेड बाई यो 9 पाई भयो र उतापट्टि 3 को 3 छँदैछ मल्टिप्लाइड बाई h को ठाउँमा हामीले 12 राख्यौँ भने यो 144 हुन्छ डट dh/dt हुन्छ। अब हाम्रो काम चाहिँ dh/dt निकाल्ने हो, त्यो यहाँबाट आइहाल्छ। त्यति गरिसकेपछि यो दुईटै नम्बरलाई अगाडि ल्याउँछौँ। 108 मल्टिप्लाइड बाई 25 डिभाइडेड बाई 9 पाई मल्टिप्लाइड बाई 3 पनि आयो र 144 पनि अगाडि आयो। उतापट्टि dh/dt बाँकी रह्यो।
यति गरिसकेपछि अब यसलाई क्यान्सल गरेर सानो बनाऊ त्यसको लागि यो दुईटैलाई 12ले क्यान्सल गरौँ त 12 यो 12 जा भयो त्यसपछि यो चाहिँ 12 9 जा 108 हुन्छ त्यति भइहाल्यो त्यसपछि 9 सँग यहाँको 9 पनि क्यान्सल भयो र बाँकी रह्यो माथि 25 बाँकी रह्यो मुनि 12 3 जा 36 पाई उतापट्टि dh/dt भयो अब यसको हामीले युनिट लेख्नु पर्ने हुन्छ देयरफोर dh/dt भनेको चाहिँ 25/36 पाई छ र h को युनिट भनेको चाहिँ क्वेशनमा cm छ र टाइमको युनिट भनेको चाहिँ क्वेशनमा मिनेट भएको हुनाले cm पर मिनेट भनेर यसरी हामी सोलुसन गर्न सक्छौं।